देखो यसलाई पनि म सम्भवतः बेर्दिन्छु होला सायद अहिले तत्काललाई यो देख्दा अलि हरियो हरियो जस्तो छ नि त यो फेरि हैन सर यो हरियो भन्दा नि यो सुकेकै हो तर मैले चाहिँ यो खाक्सी लगाएर चिल्लो बनाएको तपाईको चिल्लो बनाएर यो यस्तो देखिएको हो एकचोटी यसको कला सुनाइदिनु न छोटो कसै ठ्याक्क लाएर कस्तो बनाउन मिल्छ अब यस्तो हो तपाईको यस्तो बजाउने ए यसरी बजाउन सकिन्छ यसरी छ ओके ठीक छ रह्यो अनि अब अर्को रहेछ तपाईको यो चाहिँ मेरो तपाईको यो प्रयोग कसैले गर्नु भएको छैन यो चाहिँ मैले आफैले यो खै देखाउनुस् ल यो त हाम्रो त्यो गाउँ घरतिर यो सिस्नु टिप्ने लाग्यो नि हो त हो चिम्टा हैन चिम्टा भन्छ नि हो त्यस्तै हो तर यो त्यसको सानो चाहिँ छोरा भनौँ न त्यसको अब अलि लामै हुन्छ त्यो त त्यो सानोले त चेप्दैन चेप्न त हजुर चेप्न त लगभग चेप्छ पनि चेप्न त यसरी चेप्न त तर पनि तपाईको यो पनि प्रकसन हो एउटा मैले चाहिँ यो कल्पना गरेर यो पनि यस्तो बजाए पनि राम्रो बास्कै हजुर यो चाहिँ तपाईको काटेर सफा बनाएर तपाईको यो यहाँनेर चाहिँ तपाईँ आगोले तताएर त्यही भएर यो ब्यान्ड भयो हैन ब्यान्ड गरेको हजुर यो अब हामी सुभाष भाइ यही छ है हाम्रो सुभाष भाइसँग हामी पछि एकचोटि एउटा गीतमा चाहिँ टोटल्ली यो चाहिँ आफैले बनाएको चिजहरू युज गरेर एउटा गीत गरौँ भनेर हाम्रो सल्लाह छ अब त्यसपछि युज गर्छौँ होला अब यो यस्तो बच्चा है साकेला सोई सोइला हो सोई सोइला ए टक 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 यस्तो टाइपको यो हुन त यो अब अहिले चाहिँ सुन्दाखेरि हामीले टिक टिक मात्र सुनेको जुन अब स्टुडियोमा तपाईको रेकर्ड गर्ने बेलामा चाहिँ त्यही अनुसार त्यो आउँछ होला अहिले चाहिँ अब हामीले यहाँ अब हामीले सुन्दाखेरि चाहिँ टिक टिक के बजेको होला जस्तो आयो नि त हैन हो यो चाहिँ तपाईको यो ठ्याक्कै तपाईको त्यो गीतहरुको बाजाहरुको तपाईको बाजाहरुलाई साथ दिने भनौं न एउटा साथ दिने यो तपाईको एउटा चीज हो भनौं न यो अब प्रकसन भित्र बाजाहरु त्यो बजिरहेको बाजाहरुलाई बीचमा हो फिल दिने चीज हो यो चाहिँ तपाईको हो यस खासै यसको नाम केही पनि छैन चिम्टा भनौं हामीले तपाईले भने जस्तो यो चिम्टै अहिलेलाई चाहिँ चिम्टा नै भनिराखौं अब मैले चाहिँ चिम्टी भनेर भन्नु चाहिँ भनेको छु किन यसको नि भाले पथे होला नि त एउटालाई भाले हो यो ठुलो हो यो सानो अब यो ठुलोलाई चिम्टा भन्नु पर्यो सानोलाई चिम्टी भन्नु पर्यो चिम्टा चिम्टी हो चिम्टा चिम्टी भने भाले पथे हो नि त भाले पथे हो चिम्टा चिम्टी हजुर अहिलेलाई चाहिँ नाम मैले चाहिँ चिम्टा चिम्टी नै भनेको छु चिम्टा चिम्टी नै राखौं अहिलेलाई यसको वैज्ञानिक नाम हामीले आफैले बनाएको भएर भन्नुपर्छ के होला हो यही छ हजुर ओके यस्तो छ एउटा अर्को के भन्नु भन्दा छ देखाउनुस् न अब यसपछि तपाईको यो ठुलो तपाईको एलम्बर बाजा हो यो किरातीहरुको बाजा हो यो चाहिँ तपाईको पहिला तपाईको मादलहरु उत्पत्ति हुनुभन्दा अगाडि बुढापाकाले गाउँमा चाहिँ यही बजाएर तपाई गीत गाउँथे यो मादलै हो सुन्दाखेरि बजाउनलाई के यो बनाउनलाई बजाउन भन्दा नि बनाउनलाई कसरी के गर्नुपर्छ एकचोटी भनिदिनुस् हैन अब यो त तपाईको सिम्पल छ अब गाउँमा तपाईको यो चाहिँ एक आँखलाको तपाईको यो चाहिँ ढुङ्ग्रे बास हो हाम्रो गाउँतिर हुन्छ यो एक आँखला हो यो एउटा आँखा हो यो एउटा तपाईको बीचको भागको यो चाहिँ तपाईको गाउँमा चाहिँ तपाईको यो ढुङ्ग्रे बास भन्छ ठुलो यो भन्दा ठुल्ठुलो पनि हुन्छ तर अब यो बोक्नलाई गाह्रो हुने भएर मैले सानै बनाएर ल्याएको मैले यसो गरेँ मैले यो तपाईले जुन एलम्बर बाजा भन्नु पनि हजुर अघि यस्तै एउटा बनाउनु भएको थियो नि हजुरले यो बनाउनु भएको थियो नि हजुर हजुर अब यसको चाहिँ यो आँखला हजुरले यो आँखलो चाहिँ एउटा आँखला हुन्छ र यो छोटो बनाउनलाई अर्को आँखला सुदो टालेर लगाएको भन्नु हैन जस्तै अब यतिकै लामोमा चाहिँ यो चीज चाहिँ यसरी बजाउँदाखेरि त अर्कै फिल आउँथ्यो के हो यो ठुलोमा अब ठुलोमा तपाईको बजाउनै गाह्रो हुन्छ नि त अब भित्र तपाईको चीजहरु हाल्नु पर्यो यो ठुलो अनुसारको त्यति नै हाल्नु पर्यो गरौँ भएपछि त यस्तो बजाउन त गाह्रो हुन्छ यो के चीज छ यो भित्र हाल्नु दाल छ हजुर दाल कालो दाल ओहो दाल हालेर हजुर अब मैले ट्राई गरेँ तपाईको यहाँ बालुवा पनि हालेर ट्राई गरेँ ढुङ्गाहरु सानो हालेर ट्राई गरेँ तर बेस चाहिँ तपाईको मैले पनि चामल पनि ट्राई गरेँ तर सबभन्दा तपाईको चाहिँ त्यो कालो दाल अलि गोलो गोलो पनि हुन्छ त्यो चाहिँ गजब हुने रहेछ मैले धेरैवटा ट्राई गरेँ त्यो चाहिँ ठिक छ भनेर चाहिँ मैले त्यो हालेर बनाएको छु मैले ओके यो कसरी के यो मैले यहाँ यो पनि धागो देखेँ हजुर अब यसलाई यी चीजहरु बनाउन त एकदमै मेहनत पनि छ यसमा अब अलिकति यो चाहिँ जुन के को यो चाहिँ तपाईको यही बासको हो यो तपाईको यो चाहिँ उकाएर निकाल्ने हो अनि यसलाई चाहिँ तपाईको सानो बनाएर टक्क बनाउने हो तपाईको यो जस्तै अब यो त अब यो फुत्त छिन्ने भने के यसमा नै मिलाएर कसरी बनाउनु भन्दिनुस् त एकचोटी यो धागो कसरी किन बान्नु भएको यो धागो चाहिँ तपाईको मैले अघि नै भने बासको केही भर हुँदैन फुट्छ कि भनेर मैले हाले है यो स्टाइल भन्दा पनि फुट्छ कि यसले केही हदसम्म यसलाई तपाईको
फुट्नुबाट जोगाउँछ कि भनेर हो। तपाईँको त साइडमा फुट्नु थालिसक्यो, यो बाँसको केही भर हुँदैन, तपाईँको यो त फुट्टी नै सक्यो। त्यसले नफुट्नको लागि के गर्न सकिँदैन यसलाई? यसलाई चाहिँ तपाईँको मेरो विचारमा चाहिँ यो इनामेलले चाहिँ हल्का तपाईँ कलर गर्नु पाए हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ, तर मैले त्यो गरेको छुइनँ अहिलेलाई। यो ठिकै छ यतिसम्म, पछि यदि फुट्छ नै भने फुट्ने सम्भावना भयो, यतातिर त हुन त फुटि नै सक्यो। भनेपछि यो के अहिले यो हामीले अहिले मादल आएको छ नि, त्यो मादल त्यो खरी हालेको मादल, त्यो खरी हालेको मादल आउनुभन्दा चाहिँ नि अगाडि बजाउँछ। अगाडि हजुर, यो गाउँमा चाहिँ तपाईँको यो चाहिँ नामाकरण खै पहिला त नाम त के हाम्रोतिर त पहिला बुढापाकालाई त सारङ्गी भन्थे यो, तर खास सारङ्गी चाहिँ होइन, यो सारङ्गी त रेट नै हुन्छ, त्यसले गर्दा यो सारङ्गी होइन। तर पछि तपाईँको यो चाहिँ किराँतहरूले एउटा संस्थाले तपाईँको यसको नाम चाहिँ नामाकरण यलम्बर बाजा भनेर राखेछ। यलम्बर बाजा भने तपाईँको किराँतीहरू प्रायः सबैले थाहा पाउँछ। अनि अब यो चाहिँ यस्तो भन्छ है, मादलै हो बजाउनुस् त, एउटा कुनै एउटा ट्युनिङ हुन्छ नि, कुनै एउटा ट्युनिङ निकालेर बजाइदिनुस्। यसको ठ्याक्कै तपाईँको यो चाहिँ फेरि सुरमा चाहिँ खास हुँदैन, किनभने तपाईँको यसलाई सुरमा मिलाउने कुनै आधारै छैन। जति छ तपाईँको योभन्दा माथि पठाउनु पनि भएन, यो तलतिर खाँद्नु पनि हुँदैन। अहिले बेसुरै हो यो, बेसुरै। तर जुन तपाईँको यो जुन अहिले सुरमा छ त्यही सुरमा गीत बनायो भने चाहिँ फेरि यो सुरमा हो, सुरे नै हो। तर तपाईँको जुन तुन गीतमा तपाईँ मिलाएर बजाउँछु भन्दा चाहिँ मिल्दैन, त्यसले चाहिँ बेसुरै हो फेरि। भनेपछि यसको मोड अनुसारले जुन मैले बनाउँदाखेरि जुन टोनमा बस्यो अथवा जुन कर्डमा बस्यो, जुन टोनमा बस्यो, त्यो जुन के अरे नोटमा बस्यो, त्यो नोटको लागि चाहिँ सुरमै हो, यो सुरमै छ। तर त्यस पछाडिको तपाईँको अरू गीतहरू त्योभन्दा बाहेकको कर्डमा चाहिँ बजेन कि, तपाईँको बजे पनि बेसुरा भयो। त्यो पुरानो भएर सुक्दै गएपछि चाहिँ फेरि अर्कै टोन आउँछ कि? टोन अलिक फरक आउँदो रहेछ। फरक भन्दा पनि तपाईँको अलिक सुक्दै गएपछि अलिक अझै राम्रो बस्नु चाहिँ बज्ने रहेछ। तर अब सुरहरूको बारेमा चाहिँ मैले चेक गरेको छुइनँ यसलाई। एकचोटि जो सुर यो सुन्दाखेरि चाहिँ अलिकति मिठो सुनिने, हजुर सुर भन्दा पनि त्यो मिठो सुनिने अलिकति बजाइदिनुहोस्। अब लोकको लागि अब यस्तो बच्छ तपाईँको यो यो अब यसको तपाईँको सानो भर्सनमा पनि छ। सानो भर्सन भन्दा योभन्दा सानो हजुर, यो यहाँ छ। यो तिखो होला, यो पनि तपाईँको बाजकै हो। यो अघि बाजाहरू भने जस्तो यो ठुलो चाहिँ भाले पोथी त होइन, त्यस्तो गरौँ न, अहिलेलाई त्यही सोचौँ हामीलाई भनिदिउँ। तर खास भने तपाईँको यो पनि यलम्बर बाजा, यो पनि हो। तर अलिकति यो चाहिँ चिपिएको बाजको हुनाले फुटेर यो तपाईँको बिग्रि नै सक्यो, तपाईँको फुटि नै सक्यो। बाजको केही भरै हुँदैन, यो बजाउने चाहिँ सेम नै हो, सेम नै हो। तर